हरे कृष्ण किचनमा हजुरले स्वागत छ। आज म नयाँ रेसिपी लिएर आएको छु। होली स्पेसल गुजिया। यो एकदमै मिठो पनि छ, मिठो हुन्छ यो चाहिँ। यसको लागि मैले चाहिँ 300 ग्राम खुवा लिएको छु। मैले खुवालाई घरमै बनाएको हो, बनाएर राखेको थिएँ। अनि यसमा चाहिँ कतिको गुलियो चाहिन्छ त्यो अनुसार मैले मिश्रीको धुलो लिएको छु। मैले चाहिँ 100 ग्राम लिएको छु मिश्रीको धुलो। तपाईँले चिनीको धुलो पनि लिन सक्नुहुन्छ। अनि 1 चम्चा सुखमरीको धुलो। अनि यसमा मैले चाहिँ 50 ग्राम जति सुजी भुटेर राखेको थिएँ। अनि सुजी भुट्ने बेलामा यसमा चाहिँ घिउ नराख्नु होला, त्यत्तिकै भुट्ने मात्र, यसलाई हल्का रातो हुने गरी। अनि यसमा ड्राई फ्रुट्सहरू हजुरले आफ्नो इच्छाअनुसार राख्न सक्नुहुन्छ। मैले यसमा चाहिँ नरिवल कोरेर राखेको, अनि काजु र बदाम। तपाईँले यसमा पिस्ता, ओखर, आफूलाई मनपर्ने ड्राई फ्रुट्स यसमा मिक्स गर्न सक्नुहुन्छ। यो सबै मिक्सरलाई मिक्स गर्ने मजाले। घरमै बनाएको सामग्री एकदमै राम्रो पनि हुन्छ, हेल्दी पनि हुन्छ। हामीले होलीमै बनाउनु पर्छ भन्ने छैन, हामी जतिखेर पनि बनाएर घरमा भगवानले अफर गरेर खान सक्छौँ। रेडी भइसक्यो। अब म पिठो मुस्छु। यसको लागि मैले आधी किलो मैदा लिएको छु। आधी किलो मैदामा यो जमेको घिउ छ, यसमा मैले चाहिँ यो 3 चम्चा घिउ मेल्ट भएको छ भने 3 चम्चा, जमेको छ भने मैले 1 ठुलो चम्चा लिएको छु भरि। अब यसलाई मजाले घिउले जमेको भएर यसले सबैतिर मिक्स हुने गरी पिठोमा मजाले मिक्स गर्ने। अनि यसमा थोरै पानी गर्दै सफ्ट डो बनाउने। थोरै गरेर राख्ने, कति नराख्ने, गिलो हुन्छ। यो पिठो चाहिँ हार्ड हुनु भएन, कडा हुनु भएन, अलिकति सफ्ट हुनुपर्छ। पिठो रेडी भइसकेको छ। यतिको हुनुपर्छ, एकदमै रोटी जस्तै हुनुपर्छ यसको पिठो चाहिँ। अनि घिउ राख्यो भने चाहिँ एकदमै नरम पनि अनि क्रिस्पी हुन्छ मजाले चाहिँ। एकदमै यो चाहिँ बनाउने बेलामा तपाईँले सजिलो हुन्छ, गाह्रो हुँदैन नि, फुट्दैन। हामीले फ्राई गर्ने बेलामा फुट्दैन पनि। अब यसलाई चाहिँ सानो सानो डल्लो बनाउने। अब यसलाई डिभाइड गर्छु। अब एउटा डोलिँदै यसलाई चाहिँ पातलो बेल्ने बेलामा यसमा कुनै पनि किसिमको तेल अथवा पिठो हामीले चोख्नु पर्दैन। यो किनभने हामीले घिउ राखेको भएर त्यत्तिकै एकदमै नरम अनि सफ्ट हुन्छ, त्यसले एकदमै सजिलै बेलिन्छ। तपाईँको बेल्ने बेलामा गाह्रो भयो भने हल्का पिठो चोख्नु हो। धेरै पिठो चोप्यो भने चाहिँ फेरि माथि त गुजिया खाने बेलामा पिठोको मात्रै स्वाद आउँछ, त्यो खस्रो हुन्छ कि। अब यस्तो मेकर चाहिँ गुजिया बनाउने मेकर सजिलै भाँडा पसलमा अहिले त अभाइलेबल छ, नत्र मार्टहरू सुपर मार्केटहरू पनि पाउँछ। तपाईँले यस्तो गुजिया मेकर लिएर आउने। अनि तल पनि हामीले अलिकति तेल लगाउनु पर्छ मेकरमा पनि। अनि रोटी राखेर त्यसपछि चारैतिर पानी लगाउने। पानी लगाएर 1 चम्चा स्टफिङ राख्ने। धेरै नराख्नु होला, किनभने धेरै भयो भने चाहिँ फेरि फुट्छ। तेलमा राख्ने बित्तिकै बिचबाट फुटेर आउँछ। खुवा दुध हुन्छ, दुधले गर्दा फेरि मेल्ट हुन्छ, मेल्ट भएर फुटेर आउँछ। 1 चम्चा मात्रै राख्ने। अनि दुवैतिर चाहिँ मजाले थिच्दिने। कस्तो राम्रो निस्केर आयो। यसरी गरेर राख्ने। अर्को पनि चारैतिर पानी लगाउनु नबिर्सिने, यसले गर्दा टाँसिन्छ। पानी राखेन भने फुट्छ, फेरि मुख खोल्यो भने फेरि सबै निस्किन्छ। यसरी गरेर थिच्ने चारैतिरबाट। अलिकति रोटी बढी ठुलै बेल्नु होला चारैतिरबाट, किनभने बाहिर चाहिँ निस्क्यो भने सजिलो हुन्छ। अब थिच्नले राम्ररी हुन्छ, सेप निस्किन्छ मजाले। यतिको भइसकेको छ। यसरी मैले गुजिया बनाएर रेडी गरेको छु। फ्राई गर्न रेडी भइसकेको छ। तेल मन तातो हुनुपर्छ, किनभने दुवैतिरबाट क्रिस्पी हुने गरी गर्नुपर्छ। हामीले तातो तेलमा राख्यो भने बबल आउँछ, बबल भयो भने चाहिँ फेरि राम्रो माथि पाक्छ, भित्र पाक्दैन। त्यही भएर मिडियम हाई फ्लेममा दुवैतिर गोल्डन ब्राउन हुने गरी पकाउनेलाई। हामीले चाहिँ अलिकति यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ त्यही स्टफिङ राख्ने बेलामा पिठो चाहिँ सफ्ट हुनुपर्छ। त्यो भयो भने हाम्रो गुजिया एकदमै राम्रो हुन्छ, फुट्दैन पनि अनि क्रिस्पी पनि मजाले हुन्छ, एकदमै राम्रो हुन्छ। गोल्डन ब्राउन हुने गरी फ्राई गर्छु म। यतिको गोल्डन भइसकेको छ। यतिको गोल्डन ब्राउन हुनुपर्छ। यो चाहिँ हामीले चाहिँ जुन पनि चाडपर्वमा पनि बनाएर राख्न सक्छौँ, अरू बेला पनि बनाएर राख्न सक्छौँ। बच्चाले टिफिनमा, आफैले दिउँसो खाना परेको बेलामा पनि एकदमै राम्रो पनि हुन्छ, मिठो पनि हुन्छ। थोरै सामग्रीमा धेरै हामी बनाउन सक्छौँ। मेरो गुजिया रेडी भइसकेको छ। हजुरहरू पनि घरमा बनाएर ट्राई गर्नुहोला। अनि मेरो रेसिपी कस्तो भएछ, रेसिपी मन परेमा प्लिज कमेन्ट गर्नुहोला र लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोला। हजुरहरू पनि इन्जोय गर्नुहोला। हरे कृष्ण।